नमस्ते डाक्टर नि साहब। या नमस्ते 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 बस्नु 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 या के का यस्तै समस्या समस्या ला बताऊ? डाक्टर नि साहब। केहरू आमा दुःख कैखान बुन्नु डाक्टर नि साहब। पहिला लाठी सोझी जोइछि कोरोना आएर रणाको पापी कोरोना भन्ने लिदियो। त्यसपछि अक्की जोइ भ्यारे डाक्टर नि साहब। त्यो त पुरै ला पहिला चाहिँ जोइ रहेनछ। गन्डा ट्रेनिङ गरेछ गन्डा ट्रेनिङ गरेछ जथाभावी हान्ने छ कहिले काहीँ आम्म खाने बानी 2-4 गिलास खाएपछि घर आएपछि गन्डा सिकेदैछ उही फाट्टा र फुट्टा हान्दाखेरि डाक्टर नि साहब। अनि के भयो त झगडा हुनुभयो? बेलुका झगडा भएर डाक्टर नि साहब छोडु हाने यो 18मै लाग्यो भनेर यति मोटो भएछ डाक्टर नि साहब। या गाह्रो भयो छ क्या धेरै गाह्रो छ। आया नछुआ नछुआ। त्यसो झगडा गर्ने होइन त अब श्रीमतीको कुरा पनि तपाईँले मान्नु पर्यो। ए हब्बै मानेको छि हो डाक्टर नि साहब। पैसा भनेपछि खुसी हुन्छ पैसा नाइ भने दिन यस्तै गरी लिन्छ त या श्रीमतीले सही ल्याएर आउनुपर्छ त सम्झाउँथे म। ल्याउन जानिन मैले दोर्सी जोइ झुन हामी ओरी ज्याबानी दुःख पाएका छौँ हुनी ल्याइ भनेर गन्डा सिकाइरहेछ गन्डा सिकाइरहेछ। अब यसको जाँच गर्नु पर्यो। अब लाज मान्नुहुन्छ कि लाज लाग्छ डाक्टर साहब। औषधि लेखिदियो ट्याक्कै हुन्छ